KRM Entertainment presents Launa Kevo. Yo, I'm a guy with you. You got it? 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 What is it? हेरी चाहिए जल्ले कहाँ हो यो कहाँ छौ मामी Huh? नेताजी कौडा छैन नि त कौडा खोइ तपाईको नाङ्गा हुनुहुन्छ त नेताजी हेरी चाहिए तेरो नि त कौडा छैन नि जल्ले के भइरहेछ यहाँ हैन यो सब के को हल्ला हो नेताजी हल्ले के को हल्ला यो छेक त्यही त भन्दैछु खै हाम्रो कपडा यो सब खावलको चाल हो हामीलाई यो अवस्थामा पुर्याएर तपाईको बेइज्जत गराएर मायाजीलाई आफ्नो बनाउने दाउ हो यो ओ नेताजी तीन पानीको कसम मलाई याद छ मलाई त्यो लड्डु खान्नेले पनि खाउल नै हो नेताजी लाई सुँगुर हेरी चाहिए सपनाको रहेछ यो खाउलेले मलाई सपनामा धरि नछोड्ने भयो खाउल लो हेर त साँच्चै यसरी नाङ्गो बनाएको भए कन्ता गइरहेको हुन्थ्यो सपना रहेछ झल्ले ए झल्ले झल्ले हजुर नेताजी जा गएर एक गिलास पानी लिएर आइज हस् नेताजी सपना रहेछ
लिनुहोस् नेताजी पानी। पानी हो कि तिन पानी हो यो? पानी त हो नि। तिन पानीको कसम नेताजी, शुद्ध पानी हो नेताजी। फेरि तेरो के भर पानी भनेर तिन पानी पो दिने हो कि? फेरि चाहिँ नि जसले शिवरात्रि त गयो, अब कुन चाहिँ चाडपर्व आउँदैछ हजुरले? आउँदैछ होइन नेताजी, आइसक्यो। के आयो? होली। कहिले? होली नि नेताजी। लौ न, यो होली यति चाँडै किन आएको होला नेताजी? आफूलाई यो जाडो महिना गएको छ कि खासमा यो मान्छेहरू होली किन खेल्छन् होला है नेताजी? आफूलाई पानी खेल्ने भनेको चाहिँ जिउ सिलिङ्ग हुन्छ नेताजी। फेरि चाहिँ नि जसले यो फागु पूर्णिमा भनेको वर्षौदेखि भएको दुश्मनी भुलाएर एक आपसमा मित्रता बढाउन, एकले अर्कालाई प्रेम सद्भाव बाँड्न। तर आजकलको जमानामा यस्तो सम विकृति फैल्यो कि जसले बेलुनमा पानी भरेको छ, प्लास्टिकमा पानी भरेको छ, लोलाले आँखामा आनिया छ, लोलाले ढाड सेक्या छ। ए भगवान! हो र नेताजी, तर म होली सोली केही पनि खेल्दैन नेताजी। बरु मलाई हल्का व्यवस्था गरिदिनुहोस्, म घरमै चुप लाएर बस्छु नेताजी। हे भगवान! भनिन्छ नि 12 वर्ष कुकुरको पुच्छर डुङ्ग्रामा राखिने, जस्ता तस्तै भनेको यही हो। तँलाई कहिले पनि तिन पानीले पुग्ने भएन होइन? तँलाई झोल्ले। ह्यापी होली दिदी। के गरेको तैँले? यो मान्छेले लुगा सबै भिजाएर यस्तो पनि गर्ने हो? अनि होलीमा पानी नछापे केले छापिन्छ? अनि आज होली हो र, होली आउनु अझै एक दिन बाँकी छ। जब एक दिन त बाँकी हो नि, आजदेखि खेले भयो नि। जे जुन दिन भनेर छुटाएको हुन्छ त्यही दिन हुन्छ, नत्र दसैँले तिहार, तिहारले दसैँ मनाउँदा भइहाल्यो नि। त्यही पनि कानुनले यसरी जबरजस्ती होली नखेल्नु भनेको छ। बरु अरूलाई पनि यस्तो नगर्ने सल्लाह दे, अनि होली खेली मान्नेसँग मात्रै खेल है। अनि दिदी, म जस्तो बच्चालाई नि पुलिसले गाली गर्छ त? तँ अब लाठी भइसकिस्। पुलिसले गाली मात्र होइन, कानुन अनुसार के गर्छ गर्छ। साँच्ची दिदी, जबरजस्ती अरूको इच्छा विपरीत हामीले होली खेल्यो भने के हुन्छ दिदी? रसु, तिम्रो घर जाने बाटो पनि आयो। अब हामी छुट्टिने बेला भयो। हो र, हेर न एपिक, मलाई त घर जानै मन छैन। छुट्टिने हो र। छुटेपछि त फेरि भेट हुन्छ नि। फेरि यस्तो होलीको माहौल छ, टाढो घर पनि जानुपर्छ। बसेर जाऊ ल। जानु र एपिक। जाऊ न, फेरि भोलि भेट भइहाल्छ नि। बाई बाई एपिक। बाई रसु।
कि यस्तो? यो रसो हो क्या? यो केटाहरूले रसोले जिस्कायो क्या? Keeper bro? Hello Keeper bro? एपिक ब्रो तपाईँ कहाँ? म त जस्ट घर आइपुगेँ नि, त्यो पनि एपिक पारामा। तपाईँ तुरुन्तै यता शिव मन्दिर आइपुग्नु पर्यो, त्यो पनि कमिसिङ पारामा। किन त किपर ब्रो, के पर्यो त्यस्तो? यहाँ रसुले अरू केटाहरूले लोला हाने, मैले मेरो यही दुईटा आँखाले देखेको। तपाईँ यहाँ तुरुन्तै आउनु, सबको कुण्डली निकाल्नुपर्छ। हैट हैट को त्यो लोला हान्ने? मादल बजाइदिन्छु म सबको, त्यो पनि एपिक पारामा। हेर, यस्तो जबरजस्ती होली खेलेको मलाई मन पर्दैन। पहिला नै भनिदिएको छु, फेरि मको थाहा तिमीहरूलाई। जो भए पनि हामीलाई के मतलब? होलीमा लोला हान्ने हो, रमाइलो गर्ने हो किन भन् त केटा? होली खेल्ने पनि तरिका हुन्छ नि। यस्तो लोला बनाएर कसैलाई हान्दा आँखामा लाग्यो भने लाग्दैन हो, लाग्दैन आँखामा। पछाडि हान्छ त पछाडि नि लाग्छ नि केटा। अब त एपिक ब्रो आउनुहुन्छ अनि झगडा गर्नुहुन्छ, रसुले झगडाले भनेर छोड्दै हाल्नुहुन्छ नि। त्यसपछि त मेरै पुरानो एपिक ब्रो साथी। यस खोइ कहाँ छ तिनीहरू? त्यही एपिक ब्रो, छिटो छिटो। तिमीहरूको कुनै निकाल्छु धेरै बाटो छ। झगडा गरेर टाढेलाई भने त झन् नजिकिने भए।
ह्याप्पी होली ह्याप्पी होली फट्याङ्ग्रे ह्याप्पी होली यति हो ह्याप्पी होली ह्याप्पी होली फट्याङ्ग्रे ह्याप्पी होली ल होली मनाऊ है त ल ल ल मना ह्याप्पी होली ह्याप्पी होली थ्याङ्क यू अनि ह्याप्पी ब्रो मैले डल्नु के हो ह्याप्पी होली थ्याङ्क यू ह्याप्पी होली रसु होली ह्याप्पी होली एपिक ब्रो ह्याप्पी होली किपर ब्रो ल होली मनाऊ है त ल ल ल ल हो नि नेताजी होइन लामखुट्टेलाई छटपटी भयो कि क्या हो यस्तो रमाइलो रमाइलो माहौलमा कस्ता नमुना नमुना मान्छेहरू देखिन्छन् कि देख्दा नि पुरै खराब हुन्। अब दिनै बिग्रिन्छ भनेदेखि त घर गयो भइहाल्यो नि हामीलाई एक्लै छोडिदिनुस्। हेरी चाहिँ नि कस्तो बोल्न पनि सोमत नभएको खावल हो त नि नेताजी तपाईको रहेछ सोमत त्यही भएर अर्काको आँखा जुदिरहेको बेलामा बिचमा पर्दा बन्न आउनु भएको हैन हो नेताजी त अलि बढी बोल्दछस् है त मुख तेरो शीतल चल्ने रहेछ। हो नेताजी हो कम बोल्न त मैले जानेकै छैन मुख भन्दा बढी मेरो हात खुट्टा बढी चल्छ देखाऊ। लौ नानी के गर्नुभएको तपाईहरुले यस्तो आजको दिनमा पनि यस्तो गर्ने हो। आजको दिन त रिस त्यागेर साथी पो बन्नुपर्छ। त्यस्तो मान्छे पो राम्रो मान्छे त हैन अब तपाईलाई त्यस्तै मान्छे मन पर्छ भनेदेखि त म मिलिहाल्छु नि मायाजी आपकटाजी आउनुस् अङ्गालो मारौँ। अब मायाजीलाई नै मन पर्छ भने म पनि के कम मिलिदिहाल्छु नि ल आउनुस् हो नि त नेताजी ठिक यो नसम्झिनुहोस् कि मैले हार खाएर घुँडा टेकेँ भनेर आज एक दिनमा मात्रै हो मिले आपकोटाजी त्यो पनि मेरो मायाले भनेर। ए मेयर खावलजी नत्र मैले नि जाने थिएँ बोल्दा अलि होस पुर्याएर बोल्नु मेरो माया होइन मायाजी भन्नु।
होली हिन्दूहरूको एउटा महान चाडपर्व हो। यसलाई प्रेम र सद्भावले मनाउनुपर्छ। हामीले हाम्रो धर्म र संस्कृतिलाई जोगाइराख्न पनि यस्तो पर्वहरू बिना कुनै विकृतिलाई भित्रिन दिई मनाउनुपर्छ र यही आउँदो 2079 सालको होली पर्वले हजुरहरूको जिन्दगीमा खुसीको रङ भरिदियोस्।